आँखा के भयो यिनीहरूको यहाँ छ आँखा यिनीहरू ल माछा निकालेर खा नि त पकौडा नखान ओइ 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 माछा ओइ आमा म Hey guys, what's up? Hey guys, welcome again in our video. And आज चाहिँ हामी सबैजना हैन फिश हन्टिङको लागि जाँदैछौँ अनि त्यसको लागि चाहिँ हामीले जति तयारी गर्नु थियो हैन त्यो सबै हामीले तयारी गरिसक्यौँ हैन त्यसको लागि हामीले कोदालो कराई हैन बाल्टीहरू सबै तयार गरिसक्यौँ पानीको बोतलहरू सबै लिएर आएको छौँ हैन अनि फर्स्टली फेरि म भन्न चाहन्छु एकपटक तपाईहरुले चाहिँ हाम्रो भिडियोमा हैन माया दिनु भएको फेरि एकदम धन्यवाद हैन त्यसको लागि चाहिँ एकदम धन्यवाद अनि तपाईहरुले चाहिँ अब 30K भ्युज कम्प्लिट गर्नेवाला थियो त्यो हन्टिङ वालामा हजुरहरुले अब हुन सक्छ कि क्राइटेरिया अब हामीले पनि टार्गेट हाम्रो पनि अलिक म्याक्सिमम अलिक बढी छ नि त त्यसैले भएन होला त्यसैले ढिलो न विदाउट है वेस्टिङ टाइम हैन भिडियो चाहिँ स्टार्ट गर्दिम स्वागत छ है तपाईहरुलाई चाहिँ मेरो भिडियोमा स्टार्ट है यही हो अब केटाहरूले चाहिँ डेस्टिनेसन आफ्नो खोजिसके कहाँनिर माछा मार्ने भनेर अब भाइले पनि त्यहाँनिर पानी सुकेको छ भन्दै थियो अब हेरौँ कति माछा मारिन्छ हैन लेट्स गो एन्ड हन्ट फिश म्यान लेट्स गो एन्ड हन्ट फिश इन एक्सेन्ट इन अमेरिकन एक्सेन्ट या कहाँ सुकेको छ यहाँ हाँ है कहाँ यही मार्नुपर्छ हुन्छ होला नि यहाँ माछा कति धेरै छ माछा धेरै छ लाको दालो एन्ड आज घाम पनि लागिसक्यो अनि यसो यो जिन्दगी गरी खानु पर्यो हैन अनि यसो हामी चाहिँ बोल्दिनु पर्यो नि त हैन अनि अस्ट्रेलियाबाट आएपछि हैन हाम्रो यस्तो हो एक्सेन्ट नेपाली एक्सेन्ट हैन अलिकति ओभर एक्टिङ हुँदैछ होला त्यही पनि म चाहिँ अलिकति ट्राई गर्दैछु हैन नेपाली एक्ट्रेसहरू जस्तो बोल्न अब जस्तै तिनीहरूले बोल्दाखेरि चाहिँ अनि अब सपोज अब डाइलेक्ट हुन्छ हामीहरू खेत जानुपर्छ अब नेपाली एक्ट्रेसहरूले चाहिँ कसरी भन्छ नि डाइलेक्ट हामीहरू खेत जानुपर्छ दिस इज हाउ है नेपाली एक्ट्रेस डिलिभर देयर डायलग इन नेपाली मुभी सो म चाहिँ के भन्न चाहन्छु म चाहिँ मुभिजहरुमा एकदम मुभिजको शौकिन टाइपको हो हैन म नेपाली मुभिजहरु चाहिँ त्यति हेर्दिनँ आई एम जस्ट इन्ट्रेस्टेड इन हैन हलिउड मुभिज अब हलिउड मुभिज पनि मलाई अब अलिक स्लो बर्निङ थ्रिलर मुभिजहरु हुन्छ नि त्यस्तै टाइपको मुभिजहरु मन पर्छ अब मुभिजहरु पनि त्यति अब खासै अहिले त हेर्दैन त्यति टाइम नि हुँदैन हैन आवाज अनि जान्छ त्यहाँ सकाइदिए नि त जुन सकाइदिन सबैजना सकाइदिन हैन अब त्यही हो घामले छेल्यो होला सायद अब पछाडी हुँदै भिडियो बनाउनु पर्ने फेरि म लड्यो भने चाहिँ बिजोक हुन्छ फेरि यताबाट भिडियो बनाएर सनको रिफ्लेक्सनले अलिक इफेक्ट गर्छ क्यामेरालाई सो है यसरी पछाडी म ब्याकवार्ड भएरै बरु म भिडियो बनाइदिएला अब चाहिँ त्यही हो अब बानसान बाँधेर हैन यहाँको बानसान बाँधेर उता पल्लो साइडबाट बाँधेर हैन बाँधेर अनि त्यहाँनिर लगभग बाँध्नुपर्छ यहाँनिर अनि बिचमा हामी फिश हन्टिङ गर्छौँ अब हेरौँ है त कति हामी फिश हन्टिङ गर्न सक्छौँ सो यो भिडियो चाहिँ सकेसम्म एकदम एन्डसम्म हेरिदिनु होला है अलिक इन्ट्रो पनि बढी भयो होला सायद त्यसको लागि एकदमै सरी है त्यही हो बाई टाढा अहिले त भन्दिनँ है म ठुलो माछा है के ठुलो माछा मलाई छुयो जस्तो लाग्यो त्यही त त्यहाँ पर कस्तो क्या त्यो पर गाउँ छ नि त्यो पर गाउँ यहाँदेखि त जुम थोरै न सामसुङ S21 हो र त्यहाँ परको जुम इन हुनु मतलब भागेको क्या त्यो न्युपानी टोलबाट त्यसैले भनेको तँलाई मैले माछा मार जुम भनेर तैँले पनि ठ्याक्क भेटाइहाली सही ठाउँ होला अङ्कलले भन्नुभएको यही ठाउँ जस्तो लाग्यो नि त मलाई यहाँ त अलिक ठुल्ठुलै माछा होला नि दुईचोटि छुइसक्यो कतै सुकान के भयो ठुलो माछा छ ठुलो माछा छ
उतातिर जा उता छेकेर आइज त मजाले बाँधेर आइज त भाग्नु न दे माछा त्यो परबाट बाँध मजाले बाँधिस बाँध त मजाले पानी त लगभग सुकिसक्यो यार यताको पानी त सुकिसक्यो र यताको पानी त कस्तो राम्रो इन्भाइरोमेन्ट क्या पानी त सुकिसकेर खत्तम भइसक्यो यार होइन तैँले पनि देखिस् ओइ 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 माछा ओइ आमामा ओइ अरे राख 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 बाल्टी ओइ आमामा यार ओइ आमामा यार कत्रो ठुलो माछा नि यसले त पुग्छ होला त नि म छोडिदिन्छु ठुलो माछा मारेर भने छोडिदिन्छु टोके टोके भाग्दैछ नि टोक्दैन नि छोडिदिनु मार्ने हो छोड्दै नि अब यो खाएर बल पनि खेल्न जानुपर्छ नि त बल नि खेल्नुपर्छ अब त्यही पकाएर नाच्दै आवाज फेरि माछा मारियो होइन अनि मुङ्ग्री माछा अब माछा त अझै मारिन्छ कि त्यही अब हामीले अलिकति गोल खेल्न हतार भएर चाहिँ होइन हामी अब यही अब माछा साछाको रोस्ट बनाएर खाएर होइन अब के केटाहरूले ल्याएको छ चुराबुचा सुरुमा चाहिँ प्लानिङ भनेको त्यही नर्मल माछा त्यही के अरे हिले माछाहरू नि ओइ हिले माछाहरू खाने त्यो थियो हिले माछाहरू खाने प्लान थियो बट अब मुङ्ग्री माछा मारियो नि त त्यसलाई अब त्यो मुङ्ग्री माछाको अनएक्सपेक्टेड है क्या सोचेको थिएन यार म त त्यत्तिकै दाइले ढाँट्नु भएको होला गाउँको दाइले होइन तर कस्तो क्या मारिहाल्यो होइन अब यही रोस सोस बनाएर त्यो चाहिन्छ होला नि के चाहिन्छ है त्यो काट्नु परेन काट्ने त्यो श्रेष्ठ आन्टीको श्रेष्ठ आन्टीको घरबाट लिएर आइज न त्यही नजिकै छ नि त लिएर आइज न अस्ति नै दिनुहुन्छ हौ मलाई चिन्नु राजेश भन्न दिनुहुन्छ ल अब कुदेर जा अब कहाँनिर बनाएर खाने अस्तिको ठाउँमा जाउँ अस्तिको ठाउँमा ल अब हामी अब त्यही बनाएको तयारी गर्छौँ त्यसको लागि चाहिँ हेरिदिनु होला अब त्यही हो अब डेस्टिनेसन पनि भेटाइसक्यौँ अब बनाएर खाइदिउँ टक्कसँगले आवाज आइसक्यो आवाज आएन दाउलिएर आयो भने माछा काटसाट गरेर त हुन्छ त्यसलाई दाउलिएर आएको छैन अनि श्रेष्ठ आन्टीको घर यही नजिकै त हो कति 5 मिनट भइसक्यो यार खोइ आउँदैछ ए कुद्ना छिटो के भनिस् तैँले अनि दिनुभयो मेरो नाम निस्किलिनस् त्यसको साथ माछा काटेको पनि भइसक्यो पिस बनाइसक्यो त्यसलाई अब त्यो फ्राईको लागि रेडी छ होइन माछा अब त्यही धुने कार्यक्रम चल्छ धुने कार्यक्रम चल्छ धोएर सुएर मजाले धो है त्यो पानी फेरि भरेर ल्याउनु पर्छ होला आन्टीको घरबाट डोङ गनाउँदैछ के माछा नखान त ए के भन्छ रहेछ भनेको त यस्तो जिउतै खाइदिँदैन नि मतलब केटाहरूको काच्चै खाने विचार रहेछ बियर ग्रिल्स हो आवाज बियर ग्रिल्सलाई हालदै पनि अझै हाल धेरै हाल त्यो परालहरु निकाल त्यो परालहरु लागिरा हाल रुक मलाई म माछा त खादिन
अब त्यो चिउरा भुजा म चाहिँ आफ्नो लागि चिउरा भुजा ल्याएको छु मैले राम्रो भयो हामीलाई नि राम्रो भयो त्यो तलै राम्रो भइहाल्छ नि माछा मलाई मन पर्दैन कति बज्यो 5:04 भइसक्यो अनि 5:30 बजीसम्म पाएको हुनु पनि खाएर पिएर त सकिन्छ नि बोल्नु पर्यो मजाले काचे बे पनि खुवाइदे यिनीहरूलाई वेलकम सुई गर्दैन रोनाल्डो जस्तो एक दिन नाइट क्याम्प पनि जानुपर्छ हौ हाँ नाइट क्याम्प 124 आवर इन फरेस्ट टावर गर्नुपर्छ केटाहरूले होइन सबै अहिलेको सब्सक्राइबर बढे पनि पो आँट आउँछ हो किन भन्दा मोटिभेसन मिल्छ नि त अब त्यत्रो मिहिनेत गरिन्छ सब्सक्राइबर नै बढ्दैन भिडियो चाहिँ फेरि हेरिरहेको हुन्छ है भ्युजहरू हेर्न कति धेरै आउँछ भिडियो चाहिँ हेरिरहेको हुन्छ तर सब्सक्राइबरहरू नै बढिँदैन फेरि मान्छेले फेरि सब्सक्राइब गरेर फेरि अनसब्सक्राइब गरिदिन्छ त्यस्तो चाहिँ नगरिदिनु होइन हो किन भन्दा म्यासेज त तिनीहरूको लागि म्यासेज एउटा म्यासेज सब्स्क्राइब गरेर अनसब्स्क्राइब गर्नेहरूको नि बुढी पहिला चल जाओस् गइहालोस् बुढी पहिला त्यस्तो काम गर्नेहरूको बरु गर्नु मन छैन नगर चित्त दुख्छ होइन अनि कस्तो कस्तो इफोर्ट मतलब के मिस्टेक छ भने त भन्नु नि कमेन्टमा होइन यसो हामीलाई पनि हुन्छ नि त मिस्टेकबाट रियलाइज गर्ने हो नि त के सुधार्नु पर्ने हो भनेर मिस्टेकहरू चाहिँ भनिदिनु पर्यो फेरि भिडियो चाहिँ अन्तिमसम्म हेरिदिन्छन् तर के गर्नु जिन्दगी भन्ने आवश्यक चाहिँ सबैचोटि हाम्रो त्यो के अरे अडियन्सहरूले त भनिदिनु पर्यो नि त सब्सक्राइब गरिदिनु भनेर हाम्रो भिडियोमा तपाईहरुलाई धन्यवाद छ तपाईहरु त्यस्तो होइन हौ हाम्रो च्यानल चौधरी ब्रदर एक्सपेडिसनलाई चाहिँ सब्सक्राइब गरेर बेल आइकन दबाइदिनु होला भनेर भन्न हाम्रो च्यानलमा चौधरी ब्रदर्स एक्सपेडिसन अनि पिके सर त भन्दा हाम्रो च्यानल चौधरी ब्रदर एक्सपेडिसनलाई यहाँ आइज यहाँ भन्न आइज बत्तिस त पनि आइज पाले पालो भन्छन् सबैले तिमीहरूले भन्यो भने सब्सक्राइब गरिदिँदो रहेछन् क्या ल भन्दा हाम्रो च्यानल चौधरी ब्रदर एक्सपेडिसनलाई सब्सक्राइब गरिदिनु चौधरी ब्रदर एक्सपेडिसन च्यानल सब्सक्राइब गरिदिनु ल अब के हेलो गाइस हाम्रो च्यानलको नाम चौधरी ब्रदर एक्सपेडिसन हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला यसले बोलेकै फाल्टै बजा दिन्छ क्या यसले आज त जल्छ खुट्टा अरे आगे बोल कत्रो बोल हौ बीर तरो बाबाई टाउको अझै टाढा लाग्छ लास्ट त 10 सम्म गर्न निकाल्यो हातमा फोर
दिन न मलाई खबर मलाई भन्दिन त जो दिन ल मुटी गयो लिया बस्ती रहिएको भयो नि बराबर भयो तिमीहरूको म त कौन के दिया दुईटा सँगसँगै जोड्छु एउटा एउटा जोड्छु नि त हाइड्रोजन हिलियम थिम्बेलियम बोरन कार्बन नाइट्रोजन क्लोरिन सोडियम माग्नेसियम एल्युमिनियम सिलिकन फस्फरस सल्फर क्लोरिन आर्गन पोटेसियम क्याल्सियम 30 सम्म आउँथ्यो बिर्सिहाले टोक बत्ती टोक साथ धेरै टोक न टोक आवाज सबै होइन अघि त 5वटा पकौडा माछा हो नि माछा पनि छ बोबाल छ भित्र पानी राख्यो नि त मेरो हेर्नु न कस्तो मजाले पकाएको छ कोही कसले पकाएको आम्मामा तर पकाउने मान्छेलाई सेल्युट छ क्या कस्तो छ भन् त केटा हो मिठो छ खोर्सानी तिमीहरू आफै फ्रेममा आउन कोसिस गरे केटा हो हेलो गाइस पुग्यो त ओइ बजी चढ निक्ले ल यता हेर्न यता कहाँ अड्डी हड्डी खाँदै छु म चाहिँ भयो ल खाएको भिडियो कति हाल्नु नि देखाउनु अब यति नै सम्म होइन भिडियोलाई अन्तिमसम्म हेरिदिनु धन्यवाद अब खाएको भिडियो पनि कति देखाउनु भिडियो अन्तिमसम्म धन्यवाद सब्सक्राइब गरिदिनु बाई टाढा